यो देशको नायक हो बालेन्द्र शाह, यो देशको नायक हो रवि लामी छाने, जो देश नाश गरेछ। अब नाश गर्ने बेला उनीहरूको गयो, उनीहरूको नाश हुने पाला छ। जो भ्रष्टाचार गरेछ एक-एकलाई कारबाही हामी गाडेर छाड्छौँ। भ्रष्टहरूको घन्टी बज्छ। ती प्रधानमन्त्रीलाई हराएर अब हाम्रो बालेन जुन प्रधानमन्त्री बनेको छ त्यो अलग्गै मजा आउँछ कि हामीलाई। अहिलेसम्म मधेसको कुनै प्रधानमन्त्री देख्नु भएको छ? रवि लामिछाने त्यो मुटु भएको मान्छे रहेछ, देख्नुभयो त? आफूसँग आइसकेको कुरो पनि मधेसको छोरालाई छाडिदिनु भयो। यो खलनायकहरू निर्वाचन सार्न खोजिरहेछ। नायक र खलनायकको बिचमा लडाइँ छ, तय गर्ने जनताको छ। खलनायक धेरै हुन्छ, नायक एउटा दुईटा हुन्छ। प्रधानमन्त्री हुने मान्छे प्रधानमन्त्रीसँगै कम्पिट गरेको एउटा हिसाबले राम्रो देखिन्छ भने 32वटै सिट जित्छ होला जस्तो लाग्छ जी मलाई। 32 को 32 जित्न चान्स छ यसपालि चाहिँ। यो देशमा 3 जना खलनायकले जुन देशलाई नाश गर्यो, देश बनाउन त्यसको कारण